जुन 11 देखि अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त आयोजना हुने फिफा विश्वकप 2026 नजिकै रहँदा उपाधि कसले जित्छ भने धेरैको चासो छ। यो चासोसँगै फुटबल प्रेमीहरूलाई अर्को चासो भनेको विश्वकपमा सबभन्दा धेरै गोल कसले गर्छ भन्ने छ। यो चासो मेरो पनि हो र तपाईको पनि हो, किनकि धेरै गोल गर्नेले गोल्डन बुट पाउँछ। धेरै गोल गर्ने दोस्रो हुनेले सिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउँछन्। फिफा विश्वकप सन् 1930 देखि हुन थाले पनि सुरुमा गोल्डन बुट अवार्ड दिने चलन थिएन, तर सन् 1982 मा स्पेनमा भएको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डन बुट अवार्ड दिन थालियो। विश्वकपमा सबभन्दा बढी 8 गोल र सबभन्दा कम 5 गोल गर्नेले गोल्डन बुट पाएको इतिहास छ। हालसम्म 11 जनाले जितेको गोल्डन बुट कुनै खेलाडीले पनि दोहोऱ्याएको इतिहास छैन। गोल्डन बुट जित्ने पहिलो खेलाडी हुन् इटालीका पाओलो रोसी। उनले 1982 मा 6 गोल गर्दै विश्वकप इतिहासको पहिलो पटक गोल्डन बुट पाएका थिए। त्यसैगरी 1986 मा इङ्ल्यान्डका ग्यारी लिनेकरले 6 गोल गर्दै बुट जितेका थिए। त्यसैगरी इटालीका साल्भाडोर सिलाचीले 1990 मा पनि 6 गोल गर्दै गोल्डन बुट जितेका थिए। त्यसैगरी रुसका ओले सालेन्कोले 1994 मा 6 गोल गर्दै बुट जितेका थिए। त्यसैगरी 1998 मा क्रोएसियाका डोबेर सुकरले पनि बुट जितेका थिए। सन् 2002 मा ब्राजिलका रोनाल्डोले 8 गोल गर्दै सबभन्दा बढी 8 गोल गर्दै बुट जितेका थिए। त्यसैगरी सन् 2006 मा जर्मनीका मिरोस्लाव क्लोजले पनि 5 गोल गर्दै बुट जितेका थिए। त्यसैगरी सन् 2010 मा जर्मनीका थोमस मुलरले 5 गोल गर्दै बुट जितेका थिए। त्यसैगरी सन् 2014 मा कोलम्बियाका जेम्सले 6 गोल गर्दै बुट जितेका थिए। त्यसैगरी सन् 2018 मा इङ्ल्यान्डका ह्यारी केनले 6 गोल गर्दै बुट जितेका छन्। सन् 2022 मा फ्रान्सका किलियन एम्बापेले 8 गोल गर्दै बुट जितेका थिए। सन् 2026 को विश्वकपमा गोल्डन बुट पाउने खेलाडी दोहोरिएर इतिहास रच्लान् त? अनि कसले जित्ला यो विश्वकपमा गोल्डन बुट? कमेन्ट गर्नुस् ल।